विज्ञानले हामीलाई के दियो? विज्ञानले हामीलाई सुख सुविधा दियो। वासिङ मेसिन छ, कपडा धुनलाई समय बच्यो। जहाँ हामी कति दिन लाग्थ्यो त्यहाँ पुग्नलाई हामी घण्टाभरमा हामी पुग्न सक्ने भयो। यसले हामीलाई के फाइदा गर्यो त? हामीलाई समय बचायो हैन? अब यहाँ कुरा आउँछ आध्यात्मको। जब हामी स्वयंमै स्पष्ट छैनौँ, केही चिजमा नि छैनौँ भने विज्ञानको वरदान पनि अभिशाप बन्छ। यतिखेर विज्ञान नकारात्मकतामा छ, किनभने हामी स्वयं सकारात्मकतामा छ। मेरो त सबै समय बच्यो। त्यहाँ पुग्नु पर्ने फास्ट कारहरू आयो, त्यो भयो, कम्प्युटरले गरिदियो। इभन अब त लेख्नलाई कुनै कथाको नयाँ पोइन्टहरूलाई घोत्लेर बस्नुभन्दा एआईलाई बरु टास्क दियो, 2-4 नयाँ पोइन्टै दिइदिन्छ उसले हैन? त्यो समय पनि बच्यो। अब बचेको समय के गर्ने हामी बचेको समय के गर्ने? हामी शरीरमा छौँ। हामी जब बचेको समयमा जान्छौँ नि, अनि हामी पशु हुन्छौँ। हामी ड्रिङ्क गर्न रुचाउँछौँ, हामी सेक्स गर्न रुचाउँछौँ, शारीरिक विलासिता र यो चिजमा हामी जान्छौँ होइन र? या नसालु चिजमा जान्छौँ। त्यो समयको उपयोगिता हामीलाई थाहा छैन, अनि विज्ञान अभिशाप भयो। अब यही अवस्थालाई हेरौँ। मेरो त्यो चिज बच्यो, मसँग प्रशस्त टाइम भयो त अनि टक्क बसेर सोच्छु न, अब के त यो समय? यही नै ध्यान हो नि हैन? खोज त स्वयंको गर्नु छ नि। आइयो कसरी थाहा छैन, यत्तिकै मर्दिने हामी। आइयो कसरी थाहा छैन, जानी यत्तिकै। र पुरानो केही चिजहरूलाई हामीले तोड्नुपर्छ। हामी खाली हात गयौँ, आयौँ, खाली हात गयौँ, यो त्यो व्यक्तिहरूको भनाइ हो जो लालची थिए। उनीहरू वस्तुगत चिज बाहेक देख्दैन थिए केही पनि। त खाली हात देखे अनि जाँदा पनि खाली हात देखे होइन। सायद हामी अपार चिज लिएर आएको थियौँ र त्योभन्दा धेरै चिज लिएर जाँदैछौँ। यो यात्रालाई किन नबुझेको?